आज मैले दुर्गा सप्तशती सार भन्ने एउटा छोटो कविता लिएर आएको छु। यो कविता 50 श्लोकको छ। यो कवितामा मैले देव्या कवच, अर्गला स्तोत्रम, कीलकम, नर्वाण विधि, प्रथम, मध्यम, उत्तर चरित्रका साथै प्राधानिकम रहस्यम, वैकृतिकम रहस्यम, मूर्ति रहस्यम गरी 3 रहस्यमहरूका ऋषि, देवता, बीज, तत्व र प्रीत्यार्थे सम्झिन सजिलो हुने गरी छन्दोबद्ध गरेको छु। पहिलो अध्यायदेखि अन्तिम अध्यायसम्मकी देवीको स्वरूप, नाम, अध्यायको सार पनि गरेर जम्मा 50 श्लोकमा यो कविता पूर्ण गरेको छु। यो सम्पूर्ण कविता अनुष्टुप छन्दको कविता श्री चण्डी भगवतमा समर्पण गर्दै यहाँहरू समक्ष वाचन गर्ने अनुमति चाहन्छु। सुरुमा दुर्गा सप्तशती देव्या कवच, अर्गला स्तोत्र, कीलकम र रहस्यत्रयका ऋषिहरू। देव्या कवच ब्रह्माको, अर्गला स्तोत्र विष्णुको, कीलक रुद्रको जान रहस्यत्रय विष्णुको। स्तोत्रचार सबै हेर्दा अनुष्टुप छन्द देखियो, ऋषिको नाम होस् कण्ठ भन्न यो यति लेखियो। अब देवता। देव्या कवच चामुण्डा देवता प्रति अर्पित, धन धान्य दिने लक्ष्मी अर्गलामा समर्पित। स्तोत्र कीलकमा रम्छिन् विद्या देवी सरस्वती, रहस्यत्रयमा 3 काली लक्ष्मी सरस्वती। अब बीज, तत्व र प्रीत्यार्थे। शोधेमा बीज साराको अङ्गन्यासोक्त मातर, दिग्बन्धन देवता तत्व सम्झ बढ्नेछ जाँगर। 3 स्तोत्रहरू भन्छन् प्रीत्यार्थे जगदम्बिका, रहस्यत्रयले भन्छन् प्रीत्यार्थे 3 अम्बिका। अब नर्वाण विधिका ऋषि, छन्द, देवता, बीज, शक्ति, कीलक र प्रीत्यार्थे। ब्रह्मा विष्णु तथा रुद्र ऋषि नर्वाणका भन, ऐम्बुज बीज ह्रीं शक्ति क्लीं कीलक जपोस् मन। छन्द त्रिष्टुप अनुष्टुप र गायत्रीको प्रयोग छ, प्रीत्यार्थे 3 देवीमा लेखियो उपयोग छ। प्रथम चरित्र। चरित्र पहिलो पढ्ने इच्छा राख्छौ भने तिमी, ऋषि ब्रह्म महाकाली देवता डाक यो जिमी। गायत्री छन्दको स्तोत्र नन्दा शक्ति भनिकन, राता दात हुने देवी बीज मानोस् सदा मन। चरित्र पहिलो पढ्दा अग्निको तत्व देखियो, यही अध्यायमा मात्र साक्षात् ऋग्वेद भेटियो। भन्नै पर्छ महाकाली प्रीत्यार्थे भन्छ पुस्तक, चरित्र पहिलो पढ्दा भक्तिले झुम्छ मस्तक। मध्यम चरित्र। चरित्र बिचको हेर दोस्रो अध्याय टम्म छ, 2 अध्यायको नाता 4 अध्यायसम्म छ। ऋषि विष्णु महालक्ष्मी देवता प्रणमा पढ, उष्णिक हो छन्दको नाम शक्ति साकम भरी धड। बीज जान स्वयं दुर्गा तत्व वायु भनेपछि, दोस्रो चरित्रको रूप यजुर्वेद बनेपछि। लेखेको छ महाकाली प्रीत्यार्थे हेर पुस्तक, चरित्र माझको पढ्दा झन् पढ्न खोज्छ मस्तक। अब उत्तर चरित्र। अध्याय 5 को पानो पहिलो पल्टियो भने, पढ्ने मानवले भन्छन् ऋषि रुद्र स्वयं बने। अनुष्टुप छन्द हो जान देवता हंस वाहिनी, भीमा देवी स्वयं शक्ति भ्रामरी बीज पाइने। सूर्य छन् तत्वमा जान पढ्दा चरित्र उत्तर, सामवेद स्वयं रूप गर्नको सक्छ मत्थर। महासरस्वती देवी प्रीत्यार्थे छ यहाँ पनि, क्रमशः 13 अध्याय पढ सुध्रिन्छ जीवनी। पहिलो अध्याय। खड्गम चक्र यही श्लोक ध्यान गर्दा पढेपछि, सावर्णी सूर्य यो श्लोक पढ्दै तिमी बढेपछि। राजा सुरथको साथ व्यापारी वैश्यको पनि, खोज्यौ भनी यही भेट्छौ तिमीले पूर्ण जीवनी। शस्त्र अस्त्र सबै बोक्ने नीलमणि समानकी, नेत्र 3 हुने पक्का महाकाली जमानकी। 10 मुख 10 हात मुण्डमाला लगाउँछिन्, ब्रह्माले प्रार्थना गर्दा विष्णुलाई जगाउँछिन्। सङ्घर्ष विष्णुको हुन्छ मधुकैटभ साथमा, अयोग्य रहँदा एक्लै द्वय दानव घातमा। आवाहन गरी काली वार्ता गर्छन् धराधर, वंश दानवको देह ढुङ्गो माटो बराबर। दोस्रो अध्याय।
अक्षरश्रक ध्यानको श्लोक श्री गणेश गरेपछि दोस्रो अध्याय भेटिन्छ चण्डी पढ्न बढेपछि सहस्र अस्त्र सबै बोक्ने अष्टादश हुने कर अक्षमाला लिने शक्ति महालक्ष्मी दिउन् वर देवको तेज खैचेर नारी स्वरूप आउने दोस्रो अध्याय पढ्नेले मात्रै दर्शन पाउने प्रसन्न मनकी लक्ष्मी कमल पत्रमा चढी महिषासुरका सेना नासी दिन्छिन् स्वयं बढे। अब तेस्रो अध्याय। उद्यत भानु यही मन्त्र ध्यान गर्न तयार छ सहस्र सूर्यको तेज रूपमा उपहार छ कमल पत्रमा बस्ने जगदम्बा यहाँ पनि शक्ति साधकले पूजा गर्छन् नित्य मुमा भनी तीन नेत्र भुजा चार शक्तिका नाम भिन्न छन् जगदम्बा भनी पूजा गर्ने विधि विभिन्न छन् महिषासुरको अन्त्य तेस्रो अध्याय गर्दछ सारा ब्रह्माण्डका कष्ट तेस्रो अध्याय हर्दछ। चौथो अध्याय। काला भ्राभ्राम जपी श्लोक एकचित्त गरेपछि श्याम वर्ण हुने देवी जयातर्फ बढेपछि तीन नेत्र भुजा चार सिंहमाथि सवार छ चन्द्ररेखा हुँदा माथ शोभायुक्त मुहार छ चार अध्यायमा हेर देवता झन् प्रसन्न छन् सिंहमाथि जया देख्दा आई देव प्रपन्न छन् प्रपन्न देवले गर्छन् जयामा भक्ति अर्पण गर्छ अध्यायले श्लोक जयामाथि समर्पण महिषासुरको अन्त्य चार अध्यायमा पढ जयाको वर सम्झेर निर्धक्क कर्ममा बढ आसुरी शक्तिको अन्त्य गर्ने छिन् आदि शक्तिले पढ्ने मानवका कष्ट हर्ने छिन् पढ भक्तिले। पाँचौं अध्याय। घण्टाशूल भनी ध्यान गर अध्याय 5 मा महासरस्वती देवी पढ्दा सम्झेर माथमा ध्यानको श्लोकमा हेर शस्त्र अस्त्र प्रशस्त छन् ध्यानको श्लोकमा हेर शस्त्र अस्त्र प्रशस्त छन् आठ भुजा हुने देवी शत्रु नाच्न सशक्त छन् ध्यानको श्लोकमा हेर शस्त्र अस्त्र प्रशस्त छन् आठ भुजा हुने देवी शत्रु नाच्न सशक्त छन् पूर्णचन्द्र सरी तेज छर्ने छिन् सिंहवाहिनी भगवान विष्णुकी माया भुक्ति मुक्ति प्रदायिनी असुर दुष्टको अन्त्य गर्नमा प्रतिबद्ध छिन् धर्मधारकको रक्षा गर्न झन् कटिबद्ध छिन् शुम्भ निशुम्भले आई आफ्नो राज्य हरेपछि विक्षिप्त देवता आई आफ्नो स्तुति गरेपछि महासरस्वती साक्षात् देवको गर्न रक्षण अवतार स्वयं लिन्छिन् शक्तिले पूर्ण सक्षम रानी बनाउने चाह शुम्भ निशुम्भको थियो महासरस्वती सामु सन्देश चरले दियो भन्छिन् भगवती हाके युद्ध लड्न तयार छु भन्छिन् भगवती हाके युद्ध लड्न तयार छु विजेता व्यक्तिको मात्रै पत्नी बन्न तयार छु फकाउने कुरै छैन प्रतिज्ञा तोड्न सक्दिन कुनै पुरुषको निम्ति यो बाचा छोड्न सक्दिन जस्तो सुकै परोस् दूत बाचामा जान डक्दिन तिम्रो भूपतिको हेर पत्नी म बन्न सक्दिन। 6औं अध्याय। दत्त चित्त गरी श्लोक नागाधीश्वर यो पढ देवी पद्मावती भेट्छौ 6औं अध्यायमा बढ नागमाथि चढी हिँड्ने माला कुम्भ लिने कर तीन नेत्र भुजा चार हुने शक्ति दिउन् वर धूम्रलोचनको अन्त्य 6औं अध्यायमा गरी गर्जिन्छिन् जननी लड्दा सातो दानवको हरि छोटो अध्याय हो हेर्दा श्लोक 24 मात्र छन् 7औं अध्यायमा जान युद्धको गति बढ्छ झन्। अब 7औं अध्याय। ध्यायेयम ध्यानको श्लोक माताङ्गी जप भक्तिले अर्धचन्द्र लिने वीणा एक पयर शक्तिले टेकी कमलमा ठाडै उभिने श्याम वर्णकी 7औं अध्यायकी देवी योद्धा हुन् बुझ कर्मकी चण्डमुण्ड दुई दैत्य विभिन्न रूप शक्तिले अन्त्य गर्छिन् कथा पढ्दा पढ्नु पर्ने छ भक्तिले चामुण्डा नाम प्रख्यात हुने कारण यो पनि रहस्य लोकमा खोल्छन् ऋषि मेध महामुनि। 8औं अध्याय।
अरुणाम ध्यानको श्लोक भवानी सम्झमाथमा धनुर्बाण तथा पाश अंकुश चार हातमा रक्तवर्ण हुने देवी करुणा गर्न तत्पर अधर्मी व्यक्तिमा हुन्नन् भवानी जान मत्थर दूत बन्छन् महारुद्र आज्ञा पालन गर्दछन् रक्तबीजसँगै आई अनेकौं दैत्य मर्दछन् विभिन्न रूपको काम सकिन्छ दैत्य घातमा नाचगान त्यही गर्छिन् भवानी मध्यरातमा। 9औं अध्याय बन्धुक ध्यानको श्लोक शिव शक्ति दुई कडा तीन नेत्र भुजा चार अक्षमाला लिई खडा गेरु वर्ण हुने देवी पाश अंकुश हातमा गर्छौ पाठ भने चण्डी सम्झना राख माथमा। दैत्य निशुम्भको युद्ध 9औं अध्यायमा पढ अत्याचारी कहाँ टिक्छ काटिन्छ युद्धमा धड देवी छन् सत्यको साथ विजय नित्य पाउन अर्धनारीशको गाथा भक्तिले पर्छ गाउन। 10औं अध्याय उत्तप्त ध्यानको श्लोक देवी कामेश्वरी स्वयं खारेको सुनको वर्ण सम्झनास बनुस् अहम तीन नेत्र भुजा चार चन्द्रमा अर्धधारण गर्ने शक्ति स्वयं बन्छिन् शुम्भको मृत्यु कारण आफ्ना रूप सबै खैसी एक बन्न तयार छिन् जगदम्बा स्वयं एक्लै युद्ध लड्न तयार छिन् बाँच्ने चाह भए शुम्भ जाऊ पातालमा बस बाँच्ने चाह भए शुम्भ जाऊ पातालमा पस भन्छिन् भगवती साक्षात् विकल्प छानयो बस शुम्भ दानवले भन्छ सुन्दरी साथ माग्छु म के सोच्छौ युद्ध त्यागेर पाताल तर्फ भाग्छु म युद्धमा कसरी टिक्छौ टिकेनन् हेर देउता ब्रह्माण्ड वशमा राख्न काफी छ शुम्भ एउटा अहंकार गरी शुम्भ आक्रोशित बनी स्वयं दुर्गाको साथमा भिड्छ झन्झन वृद्धि गरी अहम घमण्डी सूर्यको अन्त्य दुर्गा गर्छिन् सरासर शुम्भको अन्त्यले शान्ति प्राप्त गर्छन् चराचर। अब 11औं अध्याय बाला र ध्यानको श्लोक मनमा भुवनेश्वरी तीन नेत्र भुजा चार साक्षात् शक्ति महेश्वरी शस्त्रली देवी भन्छिन् तथास्तु हातले सूर्यको चम्किलो तेज जस्तै छिन् जान माथले। 10औं अध्यायले गर्छ युद्धलाई समापन मरेपछि सबै दैत्य हुन्न केही भना भन प्रसन्न देवले गर्छन् स्तुति नारायणी भनी वरदान स्वयं दिन्छिन् आई नारायणी पनि। 12औं अध्याय विद्युद्या ध्यानको श्लोक 12 अध्यायमा पढ 12औं अध्याय की शक्ति दुर्गा देवी बुझी बढ तीन नेत्र भुजा चार तीन नेत्र भुजा आठ बिजुली रूप तेजकी चन्द्रमा शिरमा राख्ने वायु झै तेज वेगकी। 12औं अध्याय हो साक्षात् देवी वाक्य पढेपछि पत्तो पाउँछ पढ्नेले पढ्न भन्दै बढेपछि देवको स्तुतिले गर्दा बनी प्रसन्न अम्बिका अनेकौं वर बक्सिन्छिन् भक्तमा जगदम्बिका भन्छिन् भगवती आफै भक्तका दुःख हर्छु म शरणागत जो हुन्छ रक्षार्थ शस्त्र धर्छु म सत्यको धर्मको रक्षा गर्न म पछि हट्दिन चण्डी पाठकले जान परीक्षा लिन खड्दिन जुनसुकै अवस्थामा सम्झिन्छ भक्तले भने इतिहास तिमी हेर उद्धारक स्वयं बने भन्छिन् कात्यायनी आफ्नो पूजा वा पाठको विधि उपासकहरू भन्छन् 12औं अध्याय हो निधि। 13औं अध्याय बालार्क ध्यानको श्लोक 13 अध्यायमा पढ तीन नेत्र भुजा चार शिवा देवी भनी बढ सूर्योदय शरीर रूप चम्किलो छ बराबर वर मुद्रा लिने दुर्गा स्तुति गर्छन् चराचर राजा सुरथले पाठ अत्यन्त भाव भक्तिले एकचित्त गरी सुन्दा अन्त्यमा आई शक्तिले राजा सुरथको सामु दिँदा प्रत्यक्ष दर्शन गर्छन् सुरथले आफ्ना सम्पूर्ण वस्तु अर्पण निष्कण्टक गरी राज्य दिएर मनको पद भन्छिन् भगवती दुर्गा सुरथ शत्रुको वध गर्ने शक्ति दिए जाऊ उचाल रणमा धनु
अर्को जन्म हुँदा हुन्छौ सावर्णी नामको मनु। व्यापारी वैश्यको भक्ति देखेर वर अम्बिका, इच्छा माफिकको दिन्छिन् बक्सिन्छिन् जगदम्बिका। इच्छा माफिकको साक्षात बक्सिन्छिन् जगदम्बिका। लक्ष्य भेट्छौ तिमी वैश्य चण्डी पाठ पढेपछि, मुक्त हुन्छौ तिमी वैश्य आत्मज्ञान बढेपछि। आत्माको ज्ञानको दीप बल्ने तेल दिए स्वयं, ज्ञानको ज्योतिले तिम्रो नष्ट गर्छ स्वयं अहम। बन्दैन अब हे वैश्य तिम्रो अर्को कुनै तन, आफ्नो लक्ष्य तिमी भेट्छौ नियन्त्रण गरी मन। मार्कण्डेय स्वयं भन्ने सुन्ने क्रौष्टुकी हुन् भनी, दुर्गा सप्तशती पढ्दा पढ्नेले बुझ्यो पनि। दोस्रो पटक यो गाथा मेधा महर्षिले भने, समाधि नामको वैश्य भूपशुरथले सुने। दुर्गा सप्तशती श्लोक 758, सक्दिन सार यो लेखे पढ्नेलाई रटाउन। 50 श्लोकको सारा अर्पिँदा कविको मन, प्रफुल्लित भई भन्छ दुर्गा देव्यै नमो नमः। प्रफुल्लित भई भन्छ दुर्गा देव्यै नमो नमः। दुर्गा देव्यै